यो सेभ द चिल्ड्रेनको यो चिल्ड्रेन राइट्स टु आउट कन्सर्ट हुन गइरहेको छ। त्यो कन्सर्टमा म सहभागी छु र यो सहभागी हुनुमा मलाई धेरै खुसी लागेको छ। र अर्को कुरा चाहिँ हाम्रो देशमा पनि धेरै अब प्रब्लम्सहरू भनौँ यो चाइल्ड राइट्सको बारेमा भनौँ न, हाम्रो लमा कानुनमा चाहिँ ऐनमा पनि भए तापनि त्यो चाहिँ कार्यान्वयन भएको देखिँदैन। यहाँ चाहिँ अब इम्प्लिमेन्ट भएको देखिँदैन कतिपय कुराहरू, र अझै पनि धेरै बालबालिकाको समस्याहरू, तपाईँको घाँस बाँस कपास शिक्षा स्वास्थ्य यी कुराहरूमा पनि अब हाम्रो नेपालको बालबालिकाहरू चाहिँ धेरै चाहिँ यो आफ्नो राइटबाट चाहिँ वञ्चित भएको पनि देख्छु मैले। र त्यसबाहेक पनि अरू पनि छ धेरै चाइल्ड ट्राफिकिङको बारेमा, चाइल्डहरूलाई तपाईँको ट्राफिकिङ अब तपाईँको यो यौन व्यवसायको लागि अथवा अरू श्रम शोषणको लागि धेरै इस्युहरू छ। र यसको कारणले नै हो, यो सबै यो इस्युजहरूको कारणले, यो प्रब्लम्सहरूको कारणले चाहिँ यो चाइल्ड राइटको लागि चाहिँ म चाहिँ हृदयदेखि सपोर्ट गर्दछु। र यसको लागि म आफ्नो फ्यान्सहरू, श्रोताहरू, दर्शकहरू र अरू सबै साथीभाइहरूलाई पनि यो सेभ द चिल्ड्रेन र यो क्याम्पेनलाई चाहिँ सपोर्ट गर्ने चाहिँ म आह्वान पनि गर्दछु। थ्याङ्क यू।